साथियो यो माथिको टेबल देख्नुभयो? यो टेबल चाहिँ ओल्ड क्रिकेट लिग 2 को टेबल। नेपाल चाहिँ ओडिआईमा अहिले खेलिरहेछ सिरिज जुन ओमान र युएसँग, त्यस पछाडि लगातार स्कटल्यान्ड र युएसँग पनि खेल्दैछ होइन। यसमा चाहिँ टप 4मा पऱ्यो भने चाहिँ हाम्रो नेपाल क्रिकेट टिम वर्ल्ड कप क्वालिफायरमा खेल्न जानेछ होइन। त्यस पछाडि पनि सेलेक्ट भयो भने त वर्ल्ड कपै खेल्नेछ, जसमा चाहिँ टप 6सम्म मात्रै पुग्यो भने पनि ओडिआई स्टाटस बचाउँछ। टप 6भन्दा मुनि हो भने चाहिँ रेलिगेसनमा पर्छ होइन। अहिलेको अवस्थामा चाहिँ युएसए नम्बर 1 रहेछ है वर्ल्ड कप लिग 2मा। 24 खेल खेलेर 18 जित 6 हार सहित 36 अङ्क रहेछ। सेकेन्डमा स्कटल्यान्ड रहेछ, धेरै खेल खेलेको रहेछ स्कटल्यान्डले। 28 खेल खेलेर 14 जित 8 हारसँगै 34 अङ्क। ओमान 25 खेल खेलेर 13 जित 9 हारसँगै 29 अङ्क। नेदरल्यान्ड 24 खेल खेलेर 13 जित 9 हारसँगै 28 अङ्क। नामिबिया 28 खेल खेलेर 10 जित 16 हारसहित 22 अङ्क। क्यानाडा 24 खेल खेलेर 9 जित 12 अङ्कसहित 21 अङ्क। नेपाल सबैभन्दा कम खेलेको रहेछ 21 खेल, जसमा चाहिँ 6 जित 13 हार गरेर 14 अङ्क, भनेपछि 7औँ स्थानमा रहेछौँ हामी। युएई 22 खेल खेलेर 6 जित 16 अङ्क 16 हार सहित 12 अङ्क, लास्टमा पुच्छरमा युएई। अहिले चाहिँ भोलि ओमानसँग खेल हुँदैछ हाम्रो है। त्यस पछाडि युएईसँग, फेरि ओमानसँग। यो सबै जित्यो भने चाहिँ अलिक माथि उक्लिने सम्भावना छ है नेपालको। त्यसपछि स्कटल्यान्ड र युएसएसँग पनि जित्यो भने चाहिँ लगभग यो नामिबिया भएको ठाउँसम्म चाहिँ आइपुग्ने छ, टप 5सम्म। त्यस पछाडि फेरि जित्यो भने चाहिँ टप 4मै पर्छ भन्ने चाहिँ ठुलो सम्भावना देखिन्छ। असम्भव केही छैन, पहिला पनि त्यस्तै भएको थियो। 12मा 11 कन्टिन्यू जितेर माथि टप 4 भएको थियो नि त नेपाल होइन। हस् त, धन्यवाद।